नमस्ते साथीहरू, के तपाईले इस्कुसको कबाब खानुभएको छ? आज हामी घरमै सजिलोसँग बनाउँदैछौँ है त। एकदमै स्वादिलो र स्वास्थ्यवर्धक। सबैभन्दा पहिले एउटा तासेको इस्कुसलाई लिने अनि यसलाई काटेर 4 टुक्रा पार्ने अनि कोरेसोमा मजाले कोर्ने। अनि अब यसमा थोरै नुन हालेर राम्रोसँग चलाउने अनि यसको पानी निचोरेर एउटा कचौरामा राख्ने। अब एउटा उसिनेको आलु लिने र यसलाई पनि मजाले मिक्स गरिदिने। अब यतिको म्यास भइसकेपछि काटेको प्याज, बेसन अनि ब्रेड क्रम्स राख्ने। त्यसैगरी काटेको हरियो खोर्सानी, अदुवा लसुनको पेस्ट, हरियो धनिया पत्ता, जिरा धनियाको पाउडर अनि स्वाद अनुसार नुन हाल्ने। अब माथिबाट कागती निचोरेर हाल्दिने। अब यसलाई मजाले मिक्स गर्नलाई यो कचौरा सानो भएकोले एउटा ठिक्कको बोलमा राख्छौं। अब यसलाई मजाले मिक्स गरिदिने र यतिको डो तयार भइसकेपछि आफूलाई मनपर्ने सेप बनाउन सक्नुहुन्छ। हेर्नुहोस् त, मैले चाहिँ यसरी यतिको सेप बनाउँदै छु। अब पालै यसरी नै सेप बनाउँदै एउटा प्लेटमा राख्ने। अब यसलाई बनाउनतर्फ लागौँ है त। सबैभन्दा पहिले एउटा प्यान लिने। प्यान तातिसकेपछि थोरै तेल हाल्ने। तेल चाहिँ प्यानभरि नै मजाले पुग्नुपर्छ। अब तेल तातिसकेपछि इस्कुसको कबाबलाई पालो राख्दै जाने। अनि ग्यासलाई चाहिँ मिडियम हिटमा राखेर फर्काउँदै पकाउने। यसरी फर्काउँदै राम्रोसँग पकाउनुपर्छ। यतिको पाकिसकेपछि चाहिँ अब यसलाई प्लेटमा राख्ने। वाह, ल हेर्नुहोस् त साथीहरू, कस्तो खाउँ लाग्ने इस्कुसको कबाब तयार भयो। यसलाई चाहिँ तपाईहरूले टमाटरको केचप अनि हरियो पुदिनाको अचारसँग पनि खान सक्नुहुन्छ। तपाईहरूलाई यो रेसिपी कस्तो लाग्यो कमेन्टमा बताउनुहोला है। फेरि भेटौँला।